नमस्कार, टेक्नोलोजी च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। आजको भिडियोमा तपाईले एआई एजेन्ट बनाउन सिक्नुहुन्छ। एआई एजेन्टले चाहिँ कुनै पनि कामलाई मान्छेको बिना निगरानीमा अथवा एकदमै कम निगरानीमा गर्न सक्छ र बेसिकली अहिले अब जेको पनि एजेन्ट बनाउने चलन छ, एजेन्टले नै त्यो काम गर्दिने। मार्केटिङ गर्नु पर्यो भने मार्केटिङको एउटा एजेन्ट बनाइदिने, त्यो एजेन्टले नै त्यो काम गर्न थाल्छ। एउटा एजेन्टलाई चाहिँ एउटा काम दिने, त्यो पछाडी त्यो एजेन्ट चाहिँ त्यो काम गर्नमा एक्सपर्ट हुन्छ र यो तरिकाले चाहिँ हामी अगाडि बढिरहेका छौं र संसारमा एआई एजेन्ट बनाउनको लागि तीनवटा पपुलर प्लेटफर्म भनेको चाहिँ एउटा भनेको एनेट्यान भन्ने छ, एकदम पपुलर छ। त्यो पछाडी अर्को भनेको यो make.com भन्ने छ, अनि अर्को भनेको चाहिँ यो ज्यापियर भन्ने छ। अरूहरु पनि तपाईले टुलहरु पाउनुहुन्छ, प्रशस्तै पाउन सक्नुहुन्छ र यो चाहिँ जस ओभरअलली एउटा सामान्य मान्छेलाई पनि एआई एजेन्ट बनाउनु पर्यो भने सजिलो र पपुलर टुलहरु हो। र अब हामी एनेट्यान हामीले प्रयोग गर्छौं। एनेट्यान तपाईले आफ्नो लोकल कम्प्युटरमा लाइफ टाइम अनलिमिटेड चलाउन पनि सक्नुहुन्छ, कुनै समस्या हुँदैन। र अब चाहिँ यहाँ हेरौं है त, N8N भनेर यहाँ हानौं, अनि त्यो पछाडी एनेट्यानको यो वेबसाइट खुल्छ र गेट स्टार्टेडमा क्लिक गर्नु। फर्स्टमा चाहिँ तपाईले आफ्नो डिटेल्सलाई हाल्नु। म मेरो नाम हान्छु, ओके। इमेल हाल्ने भनेको छ, इमेल हान्छु, अनि कन्फर्म गर्नु पर्यो। अनि पासवर्ड हान्नु पर्यो, अनि अकाउन्ट नेम हान्नु पर्यो। ल, अनि यसलाई स्टार्ट 14 डेज ट्रायल गरे। यो अनलाइन भर्जन चाहिँ ट्रायल हो, अफलाइन चाहिँ तपाईले मजाले चलाउन सक्नुहुन्छ है। अफलाइन चाहिँ फ्रीमा चलाउन सक्नुहुन्छ, कुनै पनि समस्या पर्दैन। र हामीले चाहिँ मेन भनेको एआई एजेन्ट बनाऊ कसरी हुन्छ त्यो हेरौं है त। छक्क पर्ने, म त सुरुमा हेर्दा छक्कै परेको थिए कि यस्तो नि हुन्छ र भन्ने भएको थियो। ओके, मैले आईटी चुज गर्छु, एजुकेसन तपाईले आफ्नो छान्न सक्नुहुन्छ है, एउटा कुनै छान्न सक्नुहुन्छ। केही भेट्नु भएन भने ठिकै छ, ओके गरे। मैले यता युट्युबमा भेटे, ओके। अहिले यसलाई स्किप गरिदिए। त्यो पछाडी चाहिँ अब हाम्रो वर्क स्पेस चाहिँ स्टार्ट हुँदैछ। जेनरली यसले चाहिँ केही समय लिन्छ। ओके, फाइनली हाम्रो वर्क स्पेस तयार भएको छ, तपाईले देख्न सक्नुहुन्छ। अब तपाईले अटोमेट गर्न सुरु गर्न सक्नुहुन्छ। स्टार्ट अटोमेटिङमा क्लिक गर्नुस् र क्लिक गरिसके पछाडी चाहिँ तपाईको एउटा यो अटोमेसन गर्ने तपाईलाई एउटा छुट्टै एउटा सब डोमेनमा एउटा तपाईको सिस्टम आएको हुन्छ। ओके, अब यो चाहिँ एनेट्यानको विन्डो रहेको छ, यहाँ तपाईले देख्न सक्नुहुन्छ। अब प्रोजेक्टहरु बनाउन मिल्छ, अनि एडमिन प्यानल छ, टेम्प्लेटहरु छ। यहाँ तपाईलाई चाहिने जति लगभग धेरै टेम्प्लेटहरु छ। भनेको तपाईले यहाँ हेर्नुहुन्छ भने 6700 वटा त टेम्प्लेटै छ यहाँ है। अब मैले अहिले एउटा वर्क फ्लो क्रिएट गर्छु है। तपाईले एउटा सिस्टम बनाउनु पर्यो भने वर्क फ्लो क्रिएट गर्ने हो र वर्क फ्लोमा गएर चाहिँ एड फर्स्ट स्टेप भनेको छ। पहिलो स्टेपमा के गर्ने, अब मैले चाहिँ च्याट अनच्याट मेसेज भन्ने च्याटसँग कुरा गर्छु भने चाहिँ अनच्याट मेसेज गरिदिए। ल, पहिलो स्टेपमा च्याट गर्ने बेलामा चाहिँ यहाँ चाहिँ एआई एजेन्ट भन्ने छ है। मैले एआई एजेन्टलाई युज गर्छु, एआई एजेन्ट। ल, एजेन्टलाई युज गर्छु। एआई एजेन्टमा चाहिँ बेसिकली एउटा च्याट मोडल हुन्छ। यो चाहिँ गुगलको पनि हुन सक्छ, अनि ओपन एआईको पनि हुन सक्छ, अथवा अरू हुन सक्छ। हामीले चाहिँ अहिले के गरौँ त, गुगलको युज गरौँ है त। मैले जिमिनी एपीआई की भनेर सर्च गर्छु, जिमिनी एपीआई की है, यो सर्च गरे। अनि त्यो पछाडी यहाँ चाहिँ गुगल एआई स्टुडियोले जिमिनीको एपीआई की तपाईलाई दिन्छ। यसमा गएर तपाईले लगइन पनि गर्नुपर्छ। यदि लगइन छैन भने चाहिँ क्रिएट एपीआई की भन्नेमा क्लिक गर्नुस्। अनि त्यो पछाडी चाहिँ यहाँ चाहिँ अब नाम लेख्नुस्, माई की, अनि यसलाई डिफल्ट गर्दा पनि हुन्छ, अथवा एउटा क्रिएट प्रोजेक्ट गर्दा हुन्छ। अब यस्तो माई प्रोजेक्ट एउटा नाम दिनुस् तपाईले। ओके, क्रिएट अ न्यू प्रोजेक्ट भनेको छ, सक्सेसफुली क्रिएटेड। ओके, ग्रेट। ल, यसलाई चाहिँ मैले क्लोज गरे, यसलाई पनि क्लोज गरे। अनि हाम्रो एपीआई कीजमा गए। ओके, क्रिएट एपीआई की गरे, माई की फेरि लेख्छु। अनि त्यो पछाडी यहाँ गएर चाहिँ यो माई प्रोजेक्ट चुज गरिदिए, क्रिएट की गरिदिए। ल, यसले चाहिँ अब एपीआई की चाहिँ जेनेरेट गरिदिन्छ एउटा है। ओके, अब यहाँ तपाईले हेर्न मिल्छ एपीआई की, हेर्नुस् त। यसलाई कपी गर्नुस्। कपी गरिसके पछाडी चाहिँ अब यो च्याट मोडलमा चाहिँ जिमिनी छान्दिनुस्, गुगल जिमिनी च्याट मोडल भनेर छान्दिनुस्। अनि यहाँ चाहिँ यो क्रेडेन्शियलमा चाहिँ
क्रिएट न्यू क्रेडेन्सियल गरेर गुगलको यो जिमिनीको एपिआई कीलाई राखिदिनुस्, सेभ गरिदिनुस्। यहाँ ग्रीन कलरको टिक मार्क देखाउँछ, टेस्ट भयो, सक्सेस भयो है। यसरी चाहिँ तपाईले गुगललाई राख्नुभयो यो च्याट मोडलमा। अब मेमोरीमा चाहिँ हजुरले अब यो भनेको चाहिँ तपाईको सबै इन्फर्मेसन केमा छ भन्ने कुरा हो के। इन्फर्मेसन यसमा छ सबै। अब गुगलको जिमिनीले काम गर्छ। अब मेमोरी एउटा सर्ट टर्म मेमोरी राख्दै मैले, यो सिम्पल मेमोरी भन्ने छ। सिम्पल मेमोरीले अब हाम्रो च्याटको 5वटा कुरा सम्झिन्छ। ल ठिक छ, ओके फाइन। अनि त्यो पछाडि टुलमा चाहिँ अब हामीले के गर्ने, हामीले एउटा चाहिँ हाम्रो गुगल सिटमा जाउँ। म sheets.new मा जान्छु र यहाँ गएर चाहिँ मैले के गर्छु त भन्दाखेरि एउटा गुगल सिट बनाउँछु है त। नाम भनेको चाहिँ एक्सपेन्स, माई एक्सपेन्स भनेर राखिदिन्छु। ल माई एक्सपेन्स। ल अब यहाँ चाहिँ मैले एउटा भनेको चाहिँ आइडी, टाइटल, डेट, अमाउन्ट भनेर राखेँ। ल यसरी चाहिँ मेरो एक्सपेन्सहरू म यसरी राख्न चाहन्छु भने पछाडि अब यहाँ प्लस गरेर मैले गुगल सिटलाई युज गर्नु पर्यो भनिसके पछाडि मैले सिटको टुललाई राखिदिन्छु यहाँ है। गुगल सिटको टुल राखिदिन्छु अनि यहाँबाट क्रिएट न्यू क्रेडेन्सियल गर्छु अनि साइन इन विथ गुगल गर्नुभयो भने हुन्छ तपाईँले। र यहाँ गएर चाहिँ तपाईँले अकाउन्टमा यो एक्सेस दिनुपर्छ। ओके, मैले यसलाई अहिले सिलेक्ट अल गरेँ अनि कन्टिन्यू गरेँ। ल भने पछाडि हाम्रो यो कनेक्टेड भएको छ है, कनेक्टेड भएको छ। यसलाई मैले क्लोज गरेँ र क्लोज गरिसके पछाडि चाहिँ अब यहाँ चाहिँ फ्रम लिस्टमा अहिलेको टाइटल माई एक्सपेन्स भन्ने छान्नु पर्यो। ल अनि सिटमा चाहिँ सिट 1 भनेर छाने। ल यो चाहिँ भयो, गेट रोज भन्ने भयो। अब यहाँबाट रोज चाहिँ आउँछ। यो भनेको गेट रोज भनेको गेट गर्नको लागि यसलाई एउटा रिनेम पनि गर्न मिल्यो। मैले चाहिँ ओके यसलाई राइट क्लिक गरेर रिनेम गर्छु। यहाँ चाहिँ रिनेम भन्ने अप्सन हेरौँ है त, राइट क्लिक। ओके अझै माथि गएको हुनसक्छ। राइट क्लिक गरेर रिनेम गरेर यसलाई चाहिँ मैले गेट डेटा भन्छु। ल गेट डेटा भनेर भने अर्को एउटा बनाउँछु टुल चाहिँ सिटमै। ल अब सिटमा चाहिँ अब टुलको डिस्क्रिप्सन सेट अटोमेटिकल्ली ठिक छ। अनि सिट विथ डकुमेन्ट गेट रोज होइन, यहाँ चाहिँ मलाई चाहिँ एपेन्ड रो, क्रिएट अ न्यू रो। ओके एपेन्ड रो गरेँ अनि हाम्रो चाहिँ यो माई एक्सपेन्स भन्ने हो। सिट चाहिँ सिट 1 नै हो। अनि त्यो पछाडि चाहिँ यहाँ यसरी डेटाहरू देखाउँछ। यसलाई चाहिँ मैले यो एआईबाटै लेट मोडल डिफाइन, एआई मोडलले डिफाइन गर्छ। यो सबैलाई टिक लगाइन्छ है त। ल अब यो भयो, हामीले गुगल सिट पनि बनाएका छौँ। बेसिकली हामीले के बनाउन लागेका छौँ भन्दाखेरि हाम्रो खर्च चाहिँ एआई एजेन्टले म्यानेज गरेर राखिदियोस् भनेको, स्टोर गरेर राखिदियोस्, हामीले केही गर्नु नपरोस् है। त्यो काम गर्दैछौँ। ओके र यहाँबाट चाहिँ अब तपाईँले अरू टुलहरू पनि क्यालकुलेटर जस्तो टुलहरू पनि युज गर्न सक्नुहुन्छ। टुलमा चाहिँ ल क्यालकुलेटर पनि युज गरौँ भनेको यो एआई एजेन्टले चाहिँ यो टुलहरूलाई चाहिँ युज गर्न सक्छ। तपाईँले जति पनि टुलहरू युज गर्न सक्नुहुन्छ। मोर देन थाउजन्ड्स अफ टुल्सहरू छ तपाईँलाई चाहिँ चाहिने जति। ल अब यो भयो। यो भइसके पछाडि चाहिँ हाम्रो च्याट मेमोरी टुलहरू पनि भयो। ल च्याट मोडल अनि मेमोरी टुलहरू भयो। अब हामीले के गरौँ त भन्दाखेरि यो त बनायौँ। यो बनाइसकेपछि अब यहाँ च्याटमा सोध्ने बेला अपडेट हुने बनाउनु पर्यो भनेपछि अब तपाईँले सिस्टम प्रम्प्ट लेख्नु पर्यो। एआई एजेन्टमा डबल क्लिक गर्नुहोस् अनि यहाँ चाहिँ एड अप्सनमा गएर सिस्टम म्यासेज भन्ने छ। ल अब मैले चाहिँ यहाँ एक्सप्रेसन गर्छु अनि यसलाई ठुलो बनाउँछु है त। अब मैले युआर एक्सपेन्स म्यानेजर है। your job is to set a new expense and view existing expenses from Google Sheet. Google Sheet बाट चाहिँ यो काम गर्ने हो भने पछाडि मैले from Google Sheet भने। ओके अब युज, अब हाम्रो टुलको नाम के छ हेरौँ है त। युज हाम्रो टुलको नाम चाहिँ गेट डेटा र म सेभ डेटा भनेर नाम दिन्छु। यसलाई चाहिँ एसएबी सेभ डिएटीए डेटा भनेर नाम दिएँ।
ल एउटा चाहिँ गेट डेटा एउटा सेभ डेटा भनेपछि एआई एजेन्टमा डबल क्लिक गरौँ। ल यसलाई ठुलो बनाऊ। ल अब यहाँ भने कि मैले युज गेट डेटा टुल, अब यसलाई डबल इन्भर्टेड कमाभित्र राख्दै पनि भयो, टु गेट डेटा है, युज सेट डेटा टुल टु सेभ न्यू एक्सपेन्स। ल यो भने यसले टुल युज गर्छ। युज अब डेट वाइल एड करेन्ट डेट है। अब मैले करेन्ट डेट पनि दिन्छु। डबल इन्भर्टेड कमा यसरी दुईचोटि चाहिँ तपाईँले कर्ली ब्राकेट दिनुहोस् अनि डेट भनेर लेखिदिनुहोस्, डट हालिदिनुहोस्। त्यो पछाडि चाहिँ यहाँ तपाईँलाई डेटको लागि पनि अप्सन आउँछ, डेट टाइम भन्ने रहेछ, डेट टाइम डट लोकल गरिदिन्छु। ल डेट टाइम डट लोकल गऱ्यो नि यहाँ चाहिँ यसरी आउनु पऱ्यो है। अब हाम्रो एक्सपेन्स म्यानेजरले चाहिँ त्यो गर्नु पऱ्यो। ओके, बिफोर सेभिङ डेटा आस्क फर फाइनल कन्फर्मेसन। यहाँ तपाईँले जे भन्न पनि सक्नुहुन्छ, आफ्नो नेचुरल भाषामा लेख्ने हो। ओके, यसरी चाहिँ हजुरले गर्न सक्नुहुन्छ है। अब हाम्रो यो टुल भयो, डेट पनि दियौँ, त्यो पछाडि चाहिँ सबै कुराहरू ठिक छ। ओके, ल यसलाई चाहिँ मैले अहिले यतिकै राखिदिएँ अनि यहाँ सेभ गरेँ है, सेभ गर्नुपर्छ। ओके, अब हेरौँ है त। अब यहाँ ओपन च्याट गर्छु अनि ओपन च्याट गरेर चाहिँ सेभ यस्तो भन्छु, सेभ भन्दा पनि आई जस्ट स्पेन्ड RS 500 अन टेबल भने ल इन्टर गरेँ। अब एआई एजेन्टले काम गर्न थालेको छ कि हेर्नु न है। ओके, वाट इज द आइडी अफ दिस एक्सपेन्सेस भनेको छ। यो एआई एजेन्टलाई भन्न मिल्यो कि यो हामीले आइडी सोधेको नि त, यो त अब दिनु नदिए पनि हुन्छ है। अब मैले यहाँ नै एआई एजेन्टमा डबल क्लिक गरेर के गर्न सक्छु त भन्दाखेरि यहाँ वाइल सेभिङ स्टार्ट फ्रम आइडी 1 एन्ड इन्क्रिमेन्ट बाई 1 भन्छु। ल यो भनिसके पछाडि एकबाट यसले सुरु गर्ने भयो। यसलाई सेभ चाहिँ गर्नुपर्छ है। ल अब फेरि यसलाई फेरि यही कुरा हानौँ, इन्टर गरौँ। इन्टर गर्ने बेलामा चाहिँ ल यसले चाहिँ अब काम गर्दैछ। ओके, यसबाट के बनाउनुहुन्छ, पोसिबिलिटी भनेको इन्डलेस छ। जस्तो कि अब गुगल प्ले स्टोर, एप स्टोर हैन, त्यो आउने बेलामा चाहिँ अब जसले चाहिँ अगाडि एप्लिकेसन बनाउनु भयो, जस्तो कि फर इक्जाम्पल हाम्रो पात्रो विदेशमा भएको नेपालीहरूलाई चाहिँ एउटा क्यालेन्डर देखाउनको लागि सजिलो होस् भनेर बनाउनु भयो, सुरु गर्नुभयो। अहिले अब नेपालभरि पपुलर छ। त्यस्तै तरिकाले तपाईँले अहिले बनाएको कुरा पछि अबको केही वर्षमा फुल संसारभरि पपुलर पनि हुनसक्छ। त्यही कारणले गर्दाखेरि यस्तो टुलहरू चाहिँ प्रयोग गर्नुपर्छ है। ओके, यहाँ के भनेको छ, सरी। ओके, एकचोटि यसलाई फुल्ली रिलोड गरौँ है त। यसलाई रिसेट गर्न मिल्छ, रिसेट गर्छु। अब मैले आई जस्ट परचेज पेन्सिल अफ RS 10 भने। ल हेरौँ है त के भन्छ। अब यसले चाहिँ अब कन्फर्मेसन चाहिँ सोध्ने भनेर बनाएको छौँ क्या अरे हामीले, मेबी सोध्छ। लेट्स सी। ओके, हेर्नुहोस् त मल्टिपल काम गरिरहेको छ कि एआई एजेन्टले मल्टिपल टुलहरूलाई कनेक्ट गर्न सक्छ। हेर्नुहोस् त रमाइलो छ यो चाहिँ, हेर्न पनि रमाइलो लाग्छ कि है। काम गरिरहेछ अनि त्यो पछाडि चाहिँ अब हामीलाई त्यसको चाहिँ जतासुकै एआई एजेन्ट एक्सल छ कुरा गर्छ, यताउति कुरा गर्छ, जतासुकै कुरा गर्छ अनि हामीलाई रेस्पोन्स ल्याएर चाहिँ दिन्छ। ल ओके, आई विल एड एन एक्सपेन्स फर पेन्सिल विथ द अमाउन्ट 10 एन्ड करेन्ट डेट इज यो भनेर भनेको छ। अनि आइडी 1 युज गर्छ भनेर भनेको छ। मैले ओके भनिदिएँ। ल ओके भनिदिएँ। ओके भनिसकेपछि अब यसले बुझ्यो। अब यसले चाहिँ काम गर्न थाल्छ है। ओके,
ल हेर्नुहोस् त, ल यसले चाहिँ अब गुगलले चाहिँ यहाँ एआई एजेन्टसँग कुरा गरिरहेछ गुगलको जिमेलले, अनि त्यो पछाडि चाहिँ यसले चाहिँ अरू एक्सलसँग कनेक्ट हुन्छ टुलहरू, अनि अब गुगल सिटसँग कनेक्ट भएको छ अहिले चाहिँ, अब त्यहाँबाट चाहिँ काम गर्छ। ओके ल अब हेरौँ है त, सक्सेसफुली सेभ भनेको छ। ओके 10 रुपियाँको पेन्सिल भनेर सेभ गरेर राखेको छ। र यसरी चाहिँ तपाईँले एआई एजेन्ट बनाउन सक्नुहुन्छ। अब मैले यहाँ क्वेसन नै सोध्न सक्छु, अल्सो एड RS20 अथवा 2000 फर मोबाइल फोन कभर। ल यो भन्छु मैले अनि इन्टर गर्छु। ओके त्यो पछाडि चाहिँ यहाँ चाहिँ सेभ गर्ने भनेर भनेको छ, यसमा तपाईँले एस गरिदिनुहोस् अनि इन्टर गरिसके पछाडि अब चाहिँ एआई एजेन्टले बुझ्न थालिसकेको छ, त्यही भएर अहिलेको भन्दा चाहिँ फास्ट काम भएको छ, तपाईँले देख्न सक्नुहुन्छ। ल सेभ भएको छ, हेरौँ त, अर्को पनि सेभ भयो। यहाँ तपाईँले हेर्नुहुन्छ भने अर्को डेटा पनि सेभ भयो। र यो तरिकाले तपाईँले एआई एजेन्ट बनाउन सक्नुहुन्छ। तपाईँको मनमा कुनै पनि क्वेसन छ भने तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला, र तपाईँले बनाउनु भएको एआई एजेन्ट कस्तो छ त्यो पनि तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला। एआई एजेन्टमा थप भिडियोहरू चाहनुहुन्छ भने पनि तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अनि त्यो सँगसँगै अर्को कुरा चाहिँ टेक्नोलोजीमा रेगुलर अपडेट हुन चाहनुहुन्छ, यस्ता भिडियो हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन थिच्नु होला। म तपाईँसँग भेट्छु अर्को भिडियोमा। नमस्कार।